फेरि तपाईँहरूको लागि चाहिँ भनेर हाम्रो एसएसबी इभी सोरुम विराटनगरमा नयाँ मोडल इलेक्ट्रिक स्कुटर चाहिँ रिस्टक भइसकेको छ है त। तपाईँहरू हेरिसक्नुहुन्छ, यो चाहिँ एसएसबी Y20 भन्ने मोडल है त। यसमा तपाईँले लाइसेन्स बिल बुक के पनि लाग्दैन है त। यो चाहिँ तपाईँको 10 रुपियाँको बिजुली चार्जमा 70 देखि 80 किलोमिटरसम्मको माइलेज दिने खालको यो चाहिँ Y20 भन्ने मोडल हो। यसमा तपाईँले लाइसेन्स बिल बुक लाग्दैन होइन। यो चाहिँ तपाईँले एकदम राम्रो हुन्छ है त। यो चाहिँ तपाईँको अगाडि चाहिँ डिस्क ब्रेकमा आउँछ, पछाडि चाहिँ ड्रम ब्रेकमा आउँछ है त। यसको सस्पेन्सन हेर्नुहुन्छ भने धेरै ठुलो छ। यो एकदम ह्याप्पी खालको हुन्छ। यो चलाउँदाखेरि पनि अफरोड बाटोमा पनि तपाईँले एकदम राम्रो होइन, एकदम राम्रो तरिकाले कुद्छ। यो अफरोड बाटोमा पनि कुद्छ, उकालो पनि मजाले तान्छ। यो चाहिँ 500 वाटको मोटरमा आएको हुन्छ है त साथीहरू। यो चाहिँ 500 वाट मोटरमा आएको हुन्छ। यो चाहिँ तपाईँको लुक्स पनि एकदम राम्रो है त। लुक्स कलर एकदम राम्रो रहेको छ। तपाईँहरूले यो चाहिँ 10 रुपियाँको बिजुली चार्जमा 70 देखि 80 किलोमिटरसम्म रेन्ज भएको, त्यसमा पनि लाइसेन्स बिल बुक नलाग्ने खालको, दर्तैभित्र नपर्ने खालको इलेक्ट्रिक स्कुटर खोजिराख्नु भएको छ भने पक्कै पनि हाम्रो एसएसबी इभी सोरुम सम्झिनु होला है त। अहिले अफर पनि लागिरहेछ है त। तपाईँले यसमा चाहिँ 5000 क्यास डिस्काउन्ट पनि साथमा अन्य गिफ्ट पनि पाउन सक्नुहुन्छ। तपाईँले लाइसेन्सको समस्या छ भने यो चाहिँ लिँदाखेरि एकदम बेस्ट हुन्छ तपाईँहरूको लागि। म चाहिँ यसरी देखाउँछु, यो सोकअप पनि देख्न सक्नुहुन्छ साफ। तपाईँले यो चाहिँ स्कुटरकै सोकअप हुन्छ। तपाईँले ग्राभेल बाटोमा पनि यो चाहिँ लच्किने खालको है त, लच्किने खालको हुन्छ। यहाँ चाहिँ तपाईँले पछाडि बस्ने मान्छेको लागि, यो चाहिँ पछाडि बस्ने मान्छेको लागि पनि भयो है त। 500 वाटको मोटरमा हुन्छ। लुक्स यसको हेर्नु त, यसको सिट पनि हेर्नु, सिट पनि एकदम राम्रो रहेको छ है त। म तपाईँलाई अन गरेरै देखाएँ है त। यो चाहिँ तपाईँको 45 को स्पिड जान्छ, यो चाहिँ 45 को स्पिड जान्छ होइन। साथमा तपाईँले यो रिमोटवाला पनि हो, रिमोटबाट अन लक सबै हुन्छ। यो चाहिँ खासमा रिभर्स मोड पनि जान्छ, यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। रिभर्स मोड पनि छ, यो हर्न भ्यालु, यो इन्डिकेटर, यो लाइटको भ्यालु, यता पनि तपाईँको गियर भ्यालु, यो गियर मोडमा हुन्छ है त। यो चाहिँ तपाईँको 45 को स्पिड हुन्छ, साउन्डलेस हुन्छ। अगाडि चाहिँ देख्नुहुन्छ भने सबै हेर्नु त, डिस्क ब्रेक होइन, पछाडि चाहिँ ड्रम ब्रेक हुन्छ। पछाडि हेर्दा चाहिँ तपाईँले ड्रम ब्रेक देख्छ। यसको ग्राउन्ड क्लियरेन्स पनि धेरै ठुलो छ, स्कुटर बराबरै ग्राउन्ड क्लियरेन्स चाहिएको छ है त। यो तपाईँले ढुङ्गासुङ्गा ठोक्ने डर हुँदैन। यहाँ हेर्नु त अगाडि स्पेस छ, तपाईँले सामान तामान राख्ने खालको, सामान तामान ढुवानी गर्ने। र पछाडि डिक्की पनि छ है। यो डिक्की पनि तपाईँले अब चार्जर भयो, नर्मली घरको सामानहरू, लुगाहरू के हालेर तपाईँले यहाँ यात्रा गर्न सक्नुहुन्छ। र यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ मोबाइल होल्डर पनि रहेको छ। जस्तै तपाईँले डाटा केबल हालेर मोबाइल पनि चार्ज गर्न सक्नुहुनेछ। यहाँ चाहिँ झोला झुन्ड्याउने रहेको छ, अलिकति नर्मली तपाईँले 3-4 केजी सामानहरू बोक्नको लागि हतिया बजारबाट। यहाँ चाहिँ डिक्की पनि रहेको छ, मोबाइल पानी लानको लागि त। यो चाहिँ एकदम राम्रो हुन्छ। यो मोडल लिन आउँदा चाहिँ कहाँ आउनुपर्छ भन्दाखेरि तपाईँले ठ्याक्कै विराटनगरदेखि 100 मिटर दक्षिण आएर पूर्व साइडमा हाम्रो एसएसबी इभी सोरुम, माथि बस्नेतको सोरुम भनेर एसएसबी इभी सोरुम भनेर लागेको छ है त। तपाईँहरूले हाम्रो लोकेसन भेटाएन होइन, तपाईँहरू यो मोडल लिन चाहनुहुन्छ, तपाईँ हाम्रो लोकेसनमा आउनुहुन्न होइन। हामीले स्क्रिनमा नम्बर राखिदिएको छौँ, तपाईँले त्यहाँबाट पनि हामीले कन्ट्याक्ट गरेर वा कल वाट्सएप गरेर लान सक्नुहुनेछ। हामीले होम डेलिभरी व्यवस्था पनि मिलाइदिएको छौँ। हाम्रो भनेको तपाईँले काठमाडौँमा पनि छ, बिर्तामोडमा पनि छ, अन्य तपाईँले अब नेपालको जुनसुकै ठाउँबाट पनि तपाईँले यो भिडियो देखिराख्नु भएको छ, तपाईँले यो भिडियो देखेर लान चाहनुहुन्छ भने हामीले चाहिँ होम डेलिभरी व्यवस्था पनि राखिदिएको छौँ है त। हस् त, धन्यवाद।